मलाई भाइरल बनाउनु भयो ठिक छ भाइरल भइन्छ भने पनि भइयोस् तर म के भन्न चाहन्छु भने मेरै नेतृत्वमा मेरै कार्यकालमा म तपाईँहरूलाई सही भन्न माफी माग्न आएको छु 29 दिनसम्म मेरा कारणले तपाईँहरू सडकमा बस्नु अब मेरो ध्यान खुलिसकेको छ कानमा बतास लागिसकेको छ अब भोलिदेखि आउनु पर्दैन आफ्ना आफ्ना स्कुलमा जाने आफ्ना आफ्ना ठाउँमा जाने विद्यार्थीहरूलाई पढाउने हिजो अस्तिको जस्तै जुन तरिकाले तपाईँहरूले आफ्नो काम गर्नुभएको छ तपाईँहरूको काममा फर्किनुहोस् कति बुझे सम्झौता गर्नुपर्छ केमा हामीले सहमति गर्नुपर्छ पहिलेका जस्ता थन्काउने सम्झौता होइन भोलिदेखि तत्काल कार्यान्वयन हुने गरी धन्यवाद नमस्कार मैले भन्ने कुरा भनिसकेँ मेरो शिक्षक आन्दोलनमा ऐक्यबद्धता छ यति कुरा म राख्न आएको हो।